सबैले नमस्कार। म लेखक तथा प्रशिक्षक नन्दराज राई। ब्रिटिश ल्याङ्ग्वेज सेन्टरले 50% छुटका साथै एउटा फ्री किताब दिने भन्ने क्लास हिजोबाट मात्रै सञ्चालनमा आएको छ अथवा सुरु भयो है। धेरै विद्यार्थीले एडमिसन पनि गरिसक्नुभयो र कतिपय विद्यार्थीहरू नाम पनि टिपाउँदै हुनुहुन्छ। तपाईहरु नछुट्नु होला, किनभने ब्रिटिश ल्याङ्ग्वेज सेन्टरले पढाउनु सुरु गरेको अथवा मैले पढाउनु सुरु गरेको ब्रिटिश ल्याङ्ग्वेज सेन्टरमा यो वैशाखमा 17 वर्ष कम्प्लिट भएर 18 वर्ष हुन्छ, तर अहिलेसम्म कुनै छुटको व्यवस्था थिएन। यो पहिलोचोटि हो तपाईले 50% छुटमा ब्रिटिश ल्याङ्ग्वेज सेन्टरमा पढ्न पाउने अवसर मिलेको। त्यसैले गर्दा तपाई छुट्नु होला कि यदि तपाई साँच्चै नै भाग्यमानी हुनुहुन्छ भनेदेखि तपाई 50% छुटमा ब्रिटिश ल्याङ्ग्वेज सेन्टरमा पहिलोचोटि पढ्न पाउँदै हुनुहुन्छ। र मैले दिने भनेको किताब फ्री यही हो। मैले लेखेको किताब र मैले किताब लेख्नु थालेको पनि 2073 सालदेखि हो। अनि अर्को कुरो, मैले यो भन्दा अगाडि मेरो फेसबुक रिल्स अनि त्यसपछि इन्स्टाग्राम, टिकटक अनि त्यसपछि मेरो युट्युब च्यानल मार्फत ब्रिटिश ल्याङ्ग्वेज सेन्टरले चाहिँ मङ्सिर 22 गते भित्रमा एडमिसन गर्ने विद्यार्थीले 50% छुट र एउटा किताब फ्री पाउँछ है भन्ने भिडियो सेयर गरेका थिएँ, जसमा केहीले समान खालको कमेन्ट गर्नुभएको कुराहरूलाई म स्पष्ट गर्न चाहन्छु। धेरैजनाको कमेन्ट चाहिँ कस्तो छ भनेदेखि, सर 50% छुटमा हामीले कति तिर्नुपर्छ र कुन कुन समय भन्नुभएको छ। 50% छुट भन्ने बित्तिकै तपाईले सपोज सम्झिनुहोस्, योभन्दा अगाडि 10,000 यही प्याकेजले तिर्नुपर्छ भने अहिले 5,000 मात्रै तिर्नु पर्यो। टाइम भनेको मर्निङ, डे, इभिनिङ जहिले पनि हाम्रो क्लास भइरहेको हुन्छ। र अर्को, सर एडमिसन गर्न चाहिँ के चाहिने भन्नुभएको छ। एडमिसन गर्न चाहिने कुराहरू भनेको चाहिँ तपाईलाई तपाईको हालसालै खिचेको 3 प्रति फोटो, तपाईको जन्मदाताको फोटोकपी र नागरिकता भए नागरिकताको फोटोकपी र एडमिसन फी यति लाग्छ। र अर्को कुरो, 50% डिस्काउन्ट चाहिँ सर ट्युसनहरुको लागि पनि हो कि ल्याङ्ग्वेजको लागि मात्रै भन्ने खालको पनि कमेन्ट गर्नुभएको छ। यो 50% छुट भन्नाले चाहिँ अहिलेसम्म ब्रिटिश ल्याङ्ग्वेज सेन्टरले जति पनि प्रदान गरिरहेको सेवा सुविधाहरू, जस्तै अंग्रेजी भाषामा बेसिक, स्पेशल, एडभान्स र एन्करिङ क्लासहरू भयो, ट्युसनमा भनेको एसई भयो, 11-12 भयो, अनि त्यसपछि बीबीएस फर्स्ट र सेकेन्ड इयर भयो, अनि त्यसपछि बीएड भयो, अनि त्यसपछि बीबीए भयो, यिनीहरूको लागि पनि भयो। र अनि त्यसपछि सिङ्गापुर पुलिस फोर्स, ब्रिटिश आर्मी अनि इन्डियन आर्मीहरूको लागि ट्युसनको लागि पनि भयो। र वैदेशिक रोजगारमा जुन चाहनु महानुभावहरूको लागि जुन तपाईको इन्टरभ्यूको लागि दिने क्लासहरू छ नि, त्यो जब प्रिपरेसन क्लास सबैको लागि छुट हो। तर तपाईले चाहिँ मङ्सिर 22 गते भित्रमा चाहिँ एडमिसन गरिसकेको हुनुपर्छ। याद गर्नुहोला, आज कार्तिक 24 गते, अब मङ्सिर 22 गते धेरै छैन। आज भन्दै भोलि भन्दै तपाईको बित्ला। त्यसैले गर्दाखेरि चाँडोभन्दा चाँडो ब्रिटिश ल्याङ्ग्वेज सेन्टरमा आएर यो अवसरलाई नगुमाउनुहोस्। तपाईले पढ्नै पर्छ भन्ने छैन, तर ब्रिटिश ल्याङ्ग्वेज सेन्टरमा एकचोटि आएर भिजिट गरेर सम्पूर्ण कुरा बुझ्नुहोस्। पढ्न नपढ्न तपाईको खुसीको कुरो, तर भिजिट गरेर बुझ्नलाई तपाईलाई कुनै चार्ज लाग्दैन। हस्, धन्यवाद।